गुन्द्रुक अमिलो गुन्द्रुक हो। यो चाहिँ साँदेर खान एकदम मिठो हुन्छ। अनि मैले यहाँ चाहिँ गुन्द्रुक, लसुन, अमिलो गुन्द्रुक, लसुन, अलिअलि प्याजको पातहरू पनि छ। मैले यहाँ चाहिँ मसला रेडी गरिसकेको छु। मिक्सरमा मैले खोर्सानी, टिमुर, लसुन, नुन राखेर पिनेको चाहिँ एकदम मिठो बास्ना आएछ। म चाहिँ यहाँ हालेर मोल्छु। हजुर म चाहिँ पिसेको खोर्सानीहरू हालिसकेँ। अब यो चाहिँ मजाले यसरी सार्नुपर्छ। यसलाई चाहिँ गोलभेडा सोलभेडा चाहिँदैन, उसै अमिलो हुन्छ नि त। यस्तो हुन्छ सारिसकेपछि। मेरो हात चाहिँ धेरै पिरो हुनेवाला छ आज। एकदम पिरो भएको छ हेर्नु त, एकदम पिरो हुनेवाला छ आज। साँधेको अमिलो आलु गुन्द्रुकको आलु यो चाहिँ यसरी तयार भयो। अब खानासँग खानालाई रेडी भयो यो। अनि अलिअलि चाहिँ धनियाँ पनि हालेको छु। धनियाँ चाहिँ सानो छ कि धेरै ठुल्ठुलो भएको छैन, अलिअलि हालेको छु। त्यो पनि बास्ना आउँछ नि त। हेर्दै खाउँ लागिसक्यो हेर्नु त गाइस। यसको चाहिँ चाखेर पनि हेर्नुपर्छ। मिठो